शिला समाधि प्रज्ञाले विशाल गौतम बुद्ध जन्मिनु भएको देश हो नेपाल। नमस्कार दर्शकबिन, आज पनि एउटा भिडियो लिएर उपस्थित भएको छु जसले गर्दाखेरि हाम्रो यो जीवनलाई नै उज्यालो पार्ने नयाँ नयाँ भिडियोहरू सधैँ नै ल्याउने गरेको छु। र केही दिन भयो महामुद्राको प्रवचनले गर्दाखेरि त्यसमा व्यस्तता भएँ। आज फेरि पनि एउटा भिडियो लिएर आएको छु जसले गर्दाखेरि साँच्ची नै एउटा जीवनमा के चाहिन्छ, के हुनुपर्दो रहेछ भन्ने तीनवटा कुरा लिएर आएको छु। त्यो के हो भन्दाखेरि दर्शन, विचार र मानवता। र आज म एकदम उज्यालो ठाउँ र एकदम रमणीय काठमाडौँको भ्यूलाई छर्लङ्ग देख्न सक्ने मेरो पछाडि स्वयम्भूको दृश्य यस्तो राम्रो झलझल त्यो देखाउँछ कि यसले गर्दा तपाईँको मन पनि उज्यालो हुन्छ। हो मित्र, स्वयम्भूलाई चारवटा पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशाहरूले घेरिएका छन् भने बीचमा चाहिँ भैरवचना बुद्धले सिँगारिएका छन्। त्यस्तै गरी आजको शीर्षतिर मोडौँ हामी। एउटा मनुष्य मान्छे भइसकेर जिउँदोलाई जिउँदो पार्नको लागि कोही मानिसहरू जन्मेर पनि पशुको जस्तो व्यवहार, त्यस्तै गरी विभिन्न नराम्रो कुराहरू गर्छन् जसले गर्दाखेरि एउटा मानवता पनि हराउँछौँ। हामी जीवन हुन्जेल हामीभित्र दर्शन चाहिन्छ, एउटा विचार चाहिन्छ, अर्को चाहिँ के चाहिन्छ भन्दाखेरि मानवता चाहिन्छ। जब हामी मर्छ नि मित्र, हाम्रो विचार रहँदैन नि। बुद्धले यो संसार किन फैलायो, उज्यालो किन पार्यो भन्दाखेरि उहाँको सिद्धान्त दर्शन राम्रो थियो। हो, हरेक मान्छेमा दर्शन हुनुपर्दछ, मनुष्यमा एउटा दर्शनको खाँचो पर्दछ। हो, दर्शन भनेको के हो त भन्दाखेरि आफ्नो हेर्ने नजर हो, मान्छेसँग कुरा गर्ने तौर तरिकाहरू, आफ्नो कुराहरू अरूको माझमा पस्काउने तरिकाहरू एउटा दर्शनमा भर पर्दछ। चाहे तपाईँ एउटा व्यापारी किन नहोस्, चाहे योगी किन नहोस्, चाहे साधक किन नहोस्, हरेक कुरामा दर्शनको खाँचो पर्छ मित्र। दर्शन भनेको हेर्ने दृश्य हो। जब संसार देख्नेले एउटा आँखा छैन भने हामी अन्धो हुन्छौँ, अन्धो भयो भने अन्यल हुन्छ, अन्यल भयो भने अन्धकारमा डुब्छौँ। केही कुराको हामीलाई आभास र एउटा केही कुरा पनि देख्न सकिँदैन मित्र। त्यसैले दर्शन भनेको के हो त, एउटा सही नजर, हिँड्दा डुल्दा बस्दा मान्छेसँग कुराकानी गर्दा हरेक कुरा दर्शन चाहिन्छ। बुद्धको अनुसार उहाँले भन्नुहुन्छ तावा तेन्जुङ, अर्थात् सबैमा निर्भरता, आफू जिउनुको लागि सबैमा निर्भरता, अरूमा निर्भर हुनुपर्दछ भन्ने चाहिँ यो दर्शन हो। जस्तो कि मैले लगाएको लुगा अरूले कसैले बनायो, मैले लगाएको चस्मा, यो ज्यान पनि बुवा आमाको कृपाले गर्दाखेरि भयो। मैले जति पनि शब्दहरू पस्काइरहेको छु सबै गुरुको कृपाले गर्दाखेरि भएको हो नि। म यो ठाउँमा आउनुको लागि लाखौँजनाको साथ सहयोग र उहाँहरूको देन छ। त्यसैले दर्शन भनेको आफू जिउनुको लागि अरूमा निर्भरता छ है भन्ने कुरा चाहिँ दर्शनले ल्याउँछ। हो, जब तपाईँको सोच्ने कला, तपाईँको बोल्ने कला, तपाईँको विचार गर्ने कलाहरू एकदम सही हुन्छ नि, त्यसले नै जीवन दिलाउने हो। हो, तपाईँ के को लागि आउनुभएको, के गर्दै हुनुहुन्छ, मान्छेको जीवन लिइसकेर के गर्नुपर्ने हुन्छ, घाँसमा मात्रै जीवनलाई सकाउने हो कि, बाँसमा मात्रै सकाउने हो कि, कपासमा मात्रै सकाउने हो कि? त्यो त कुकुर, गाई, बिरालोले पनि गर्छन्, खाने, सुत्ने, हिँड्ने, डुल्ने जसले पनि गर्छन्, त्यो त पशुले नै गर्छन्। तर हामी नरा हो, नरा भनेर मानिस भनिन्छ। मनुष्य यसको चाहिँ हेर्ने, आफू मात्रै जिउने होइन कि यो सारा संसार उज्यालो पार्नु पर्दछ, आफू मात्रै सुख शान्ति हुने भने अरूलाई पनि सुख शान्ति ल्याउनु पर्दछ। यही नै हो दर्शन। यसरी तपाईँले चिनाउँछ। हो, एलन मार्क्सले आफू मात्रै खुसी हुनु पाएन नि त, सबैलाई खुसी बनायो भन्नाले हाम्रो यो इन्टरनेट लगायतका विभिन्न यो सञ्जालहरू उहाँले गर्दाखेरि भयो नि त। हो, उहाँले त कलेज पनि पढ्दैन, बाहिर निकाल्थ्यो। त्यही निकालेको एउटा केही गर्छु अरूको लागि भन्ने एउटा विचार राखेर उहाँ संसारमा एउटा चिन्नुभयो। त्यस्तै गरी हामीले धेरै गुरुहरू हेरौँ न। हो, अब औतरे गुरु लगायतका विभिन्न गुरुहरू हुनुहुन्छ। मेरै गुरु राखौँ, एउटा पूजनीय साइन्यपुर बसे, त्यहाँहरू बसे, उहाँको कृपाले गर्दाखेरि उहाँसँग अहिले हजारौँ अनुयायीहरू हुन्छ। किनकि उहाँको दर्शनले गर्दा भयो, उहाँको नजरले गर्दा भयो। सही नजरले हेर्ने नजर। आफू राम्रो संसार राम्रो, आफू नराम्रो संसारै नराम्रो भन्ने भनिन्छ नि मित्र। हो, यसलाई भन्छ दर्शन। अब चाहिँ विचार।
विचार भनेको मान्छेको एउटा प्राण हुने चेल हो। मान्छे मरिसकेपछि हाम्रो विचार आउँदैन, अनि मान्छे सुध्रिने गुज्रिने भनेको केले हो मित्र? विचारले हो, जसलाई नै हामीले सद्भावना पनि भन्छौँ है। तपाईँ हामी कोही मान्छे मरिसकेपछि हाम्रो विचार मर्यो, जिउँदो हुँदाखेरि हाम्रो विचारलाई सुविचारमा ल्याउनु पर्दछ। तपाईँले राखिदिनु भएको विचारले गर्दाखेरि, जस्तो कि पृथ्वीनारायण शाहको विचारले गर्दाखेरि यो एउटा के भयो त, एकीकरण नेपाल भयो नि त। उहाँले नेपाललाई एकीकरण गर्नुभयो, एउटा ढिक्को नेपाल भयो होइन हो। सक्यामुनि बुद्धले उहाँले 80 वर्षसम्म प्राणी हितको लागि काम गरेर उहाँ बुद्धता हुनुभयो, बुद्ध हुनुभयो। यो के हो त? उहाँको विचारले गर्दाखेरि सयौँ भिक्षु र हामी पनि भिक्षु हुने मौका पाइन्छ उहाँको विचारले गर्दाखेरि हो है। त्यसैले हरेक आफ्नो विचार सोचले नै नयाँ नयाँ कुराहरूलाई जन्माउँछ, सृष्टि गर्दछ। त्यसैले विचार भनेको यस्तो हो कि जीवन एउटा जिउने प्राण जोगिनेसम्म आफ्नो विचार चाहिँ शुद्ध भइदियो भने तपाईँ आफू मात्रै जोगिने होइन, अरूलाई पनि जोगाउँछ। आफू जोगिनुको लागि अरूलाई मारेर होइन, अरूलाई साथसाथ गरेर हुने मित्र। त्यसैले मान्छेलाई जीवित राख्नुको लागि विचारमा पर्दछ। जब विचार सेलायो मान्छेको जीवन पनि स्वः अन्त हुन्छ मित्र है। जब तपाईँसँग एउटा दर्शन राम्रो छ, विचार राम्रो छ, त्यसलाई के भनिन्छ? त्यो हुने मान्छेलाई मानवता भनिन्छ। इङ्ग्लिस भाषामा, अङ्ग्रेजीमा एउटा ह्युम्यानिटी, मानवता हो। मानवता भनेको के हो त भन्दाखेरि आफूलाई दुःख छ अरूलाई पनि त्यस्तै दुःख हुन्छ हो। आफूलाई सुख चाहिन्छ, अरूलाई पनि सुख चाहिँदो रहेछ नि भनेर जुन मान्छेमा एउटा मानवता हुन्छ नि, अरूको भाग खुसेर खाँदैन मित्र, अरूलाई खुसी पार्छ, अरूलाई सही बाटो लगाउँछ हो। हामी यो संसारमा जिउनै पर्दछ जसरी पनि, र एउटा रुएर कराएर युद्ध गरेर अरूलाई मारेर जिउनु भन्दा त साथ सहयोग शान्तिको पथलाई हामीले दोहोऱ्याएर त्यसको बाटोमा पछ्याएर हामी त्यो बाटोमा हिँड्नु सक्यो भने साँच्ची नै हाम्रो मानवता यही नै हो, ह्युम्यानिटी। चाहे मुखले बोले पनि, यो आँखाले नजर राम्रो दृश्य हेरे पनि होइन, र राम्रो कुरा सुने तापनि सबै मनुष्यको लागि हित होस्। मान्छे मात्रै नभएर पशु पन्छी, छवटा संसार त परै छौँ, हामीले देखेको छैनौँ, तर पनि त्यो भित्र हामीले के देख्छौँ? पशु देख्छौँ नि त। एसिया बाहेकको अमेरिका पनि छ, अमेरिका बाहेकको युरोप पनि रहेका छन्। यो सबै एउटा कन्टिनेन्टल होइन, यो सबै एउटा हाम्रो सबै छरछिमेकहरू रहेका छन्। एउटा फुलबारी हो यो। त्यसैले फुललाई हामीले गोड्नुपर्छ, त्यसलाई सजाउनु पर्दछ, त्यसलाई उकाल्ने मार्ने गर्नु हुँदैन। त्यसै कारणले हाम्रो जीवनमा मानवता ल्याउने भनेको एउटा राम्रो दर्शन दृष्टिले अर्को एउटा विचार ल्याउँछ। त्यसै कारणले मित्र आजको एउटा मुख्य शीर्षक थियो कि जीवन फुल जस्तो बनाउनुको लागि, शान्तिको कायम राख्नुको लागि दर्शन विचार र यो सही भयो भने यसले मानवता ल्याउँछ। मानवता भनेको कल्याण हुने, समाजमा फाइदा ल्याउने, हित हुने, र साँच्ची नै यसलाई चाहिँ विश्व शान्ति केले ल्याउँछ? तपाईँको विचारले ल्याउँछ, तपाईँको दर्शनले ल्याउँछ। जब संसारमा विश्व शान्ति ल्याउने हुनुहुन्छ नि, तपाईँ विश्व शान्तिको अग्रदूत हुनुहुन्छ। त्यसैले शाक्यमुनि गौतम बुद्धलाई एसियाको एउटा चक्षु पनि भनिन्छ हो मित्र। यो सबै उहाँको मानवता हो। त्यसैले जीवन जिउनुमा हामीलाई जिउँदो हुँदाखेरि हामीलाई नहुने कुरा भने 3टा खाँचो पर्दछ। चाहे खानु, सुत्नुहोस्, डुल्नु, हिँड्नुहोस्, तर पनि बिहानदेखि बेलुकासम्म हामी 12 घन्टासम्म काम गर्छौँ, कोही 13 घन्टा गर्छन् होला, कोही 5औँ घन्टा। त्यो भित्रमा तपाईँको दर्शन राम्रो हुनु पऱ्यो, मेरो पनि दर्शन राम्रो हुनु पऱ्यो, तपाईँको विचार राम्रो हुनु पऱ्यो, मेरो पनि विचार राम्रो हुनु पऱ्यो। जब दर्शन र विचार राम्रो भयो भने त्यसले एक आपसमा सन्धि भनिन्छ नि, यसलाई जोड्छ। एउटा यसमा एक आपसमा हामी दया माया करुणाको एउटा भावहरू जाग्छ। त्यो भाव भइदियो भने साँच्ची नै हामी कहिले पनि एक आपसमा अरूको मुख देख्ने बित्तिकै अमिलो पिरो एकदम नमिठो हुने होइन, सधैँ नै खुसियाली एकदम मुहार पनि उज्यालो हुने गर्दछ। त्यसलाई केले गराउँछ? एउटा दर्शनले, एउटा विचारले। यो
विचार सद्भावना भइदियो भने यसलाई नै मानवता भनिन्छ मित्र। र अन्तिममा जाँदा जाँदै जीवनलाई खुसी पार्नुलाई, आनन्द पार्नुलाई, सम्पन्न पार्नुलाई राम्रो दर्शन, राम्रो विचार र मानवता चाहिन्छ। यो भयो भने हाम्रो जीवन साँच्ची नै फुले भएको जस्तो सिँगारिएको जीवन हुनेछ भन्दै मेरो शब्दलाई पनि यहीँ नै टुङ्गन चाहन्छु। भवतु सर्वमङ्गलम जगत हिताय। धन्यवाद।